सुन्दा अचम्म लाग्न सक्छ। नासाले फ्लोरिडादेखि 9 किलोमिटर टाढा समुद्रमा एउटा यस्तो ल्याब बनाएको छ जसले नासालाई युरोपमा जीवन खोज्न मद्दत गरिरहेको छ। हामीले त सुन्दै आइरहेका थियौँ कि नासा एउटा अन्तरिक्षको अध्ययन गर्ने संस्था हो, तर यसले समुद्रको गहिराइमा के खोजिरहेको छ? आउनुहोस् सँगै समुद्रको गहिराइदेखि अन्तरिक्षसम्मको यात्रा गरौँ र जानौँ नासाले के खोजिरहेको छ। अब हामीलाई एक महत्त्वपूर्ण तथ्य बुझ्न आवश्यक छ। पृथ्वीको 70% भन्दा बढी भाग महासागरले ढाकिएको छ, तर वैज्ञानिक अनुसार लगभग 80% महासागर अझै अन्वेषण गर्न बाँकी छ। गहिरो महासागरमा दबाव सतहको तुलनामा 1000 गुणा बढी हुन्छ। वैज्ञानिक अध्ययन अनुसार गहिरो समुद्रमा 2 मिलियन भन्दा बढी प्रजातिहरू हुन सक्छन्, तर तीमध्ये केवल 10% मात्र पहिचान भएका छन्। यी तथ्याङ्कहरूले देखाउँछन् कि समुद्रका अनगिन्ती रहस्यहरू अझै खुलासा हुन बाँकी छन्। ठीक त्यस्तै ब्रह्माण्डका अनगिन्ती रहस्यहरू पनि। के तपाईँलाई थाहा छ, समुद्रको अँध्यारो, ठन्डा र अत्याधिक दबावयुक्त वातावरण अन्तरिक्षको अँध्यारो, शून्य गुरुत्वाकर्षण र अत्यन्त अस्थिर वातावरणसँग धेरै मिल्दोजुल्दो छ। अनुकूल वातावरण नभए पनि दुवै क्षेत्रहरूमा जीवनका अजीब तर रोचक रूपहरू पाइन्छन्। उदाहरणको रूपमा गहिरो समुद्रका हाइड्रोथर्मल भेन्टहरूमा पाइने जीवहरू जसले केमिकल इनर्जीबाट जीवनयापन गर्छन्, ती सम्भावित रूपले अन्य ग्रह वा चन्द्रमामा पनि पाइने जीवनको लागि सङ्केत हुन सक्छन्। नासाले अन्य ग्रह र उपग्रहमा जीवन खोज्न आवश्यक तयारी गर्नको लागि निमो प्रोजेक्ट अनुसार समुद्रको गहिराइमा आफ्नो प्रयोगशाला बनाई अनुसन्धान गरिरहेको छ। निमो प्रोजेक्ट अर्थात् नासा एक्सट्रिम इन्भाइरोमेन्ट मिसन अपरेसन। अब प्रश्न उठ्छ, आखिर नासा कुन ग्रह उपग्रहमा जानको लागि यति धेरै तयारी गरिरहेको छ? सन् 1610 युगका महान वैज्ञानिक ग्यालिलियो ग्यालिलीले आफैले घरमा बनाएको टेलिस्कोपबाट बृहस्पति ग्रहका 4वटा उपग्रहहरू फेला पारे: लो, युरोपा, ग्यानिमेड, क्यालिस्टो। वैज्ञानिक अहिले आएर दाबी गर्दैछन् कि युरोपामा जीवनको सम्भावना छ र त्यहाँ पानीका महान महासागरहरू रहेको दाबी पनि गरिरहेका छन्। युरोपा क्लिपर नामक मिसनद्वारा त्यहाँ जीवनको सम्भावनालाई अध्ययन गरिनेछ। यो यानले सन् 2030मा युरोपाको बर्फ तहमा पानीको नमुना लिनेछ, तर यो मिसन त्यति सजिलो भने हुने छैन। युरोपाको सतहमा -160 डिग्री सेल्सियस तापक्रम, बर्फ तह 20 देखि 30 किलोमिटर मोटो, बृहस्पतिबाट आउने अत्याधिक खतरनाक रेडिएसन। तर समाधान एक्वेरियस ल्याबमा छ। यहाँबाट सिकेका 4वटा टेक्नोलोजीहरू युरोपा क्लिपरमा प्रयोग हुनेछन्। लस सिटीको हाइड्रोथर्मल भेन्ट्समा टेस्ट गरिएको मिथेन डिटेक्टर, एक्वेरियसमा अन्तरिक्ष यात्रीहरूले प्रयोग गरेका लाइफ सपोर्ट सिस्टम, अर्फियस रोबोटले गरेका 3D म्यापिङ, बर्फ टनल ड्रिल जसले मोटो बर्फको तहमा ड्रिल गर्नेछ। यी सबै समाधान बीच एउटा खतरा भने हामीसँग हुन सक्छ। यदि युरोपामा जीवन छ भने त्यो हाम्रो जीवनभन्दा धेरै फरक हुन सक्छ। एक्वेरियसले यही कारणले समुद्रमा एलियन जीवनको मोडेल बनाउँछ। तर एउटा प्रश्न, के हामीले युरोपालाई सङ्क्रमित गर्न सक्छौँ वा युरोपाले हामीलाई? सन् 2019मा एक्वेरियस ल्याबमा एउटा प्रयोग फेल भयो। एउटा जीवाणुले ल्याबको एयरलकभित्र पसेर सबैलाई सङ्क्रमित पार्यो। यदि यस्तो युरोपामा भयो भने हामीले एलियन प्लेग सुरु गर्न सक्छौँ। पृथ्वीमा रहेको एक्वेरियस ल्याब र युरोपा क्लिपरको सम्बन्धले देखाउँछ पृथ्वी र अन्तरिक्ष एकै सिक्काका 2 पाटा हुन्। तर यो मिसनले हामीलाई एउटा प्रश्न भने दिन्छ, के हामी ब्रह्माण्डमा एक्लै छौँ वा हामीले यसरी अन्य ग्रहमा प्रवेश गरी आफ्नै विनाशको बिउ रोपिरहेका छौँ?